जातीय पहिचान सहितको शेर्पा प्रदेशको माग गर्दै शेर्पा प्रदेश संयुक्त संघर्ष समितिले सोलुखुम्बुमा शक्ति प्रदर्शन गरेका छन्। खबरदार भन्न चाहन्छु म, यो आन्दोलन उग्र रूपले अगाडि बढ्नेछ। त्यति बेला सम्हाल्न गाह्रो पर्छ। तराईमा मधेसले चाहिँ आन्दोलन गर्दा पहाडमा आदिवासी जनजातिले आन्दोलन गर्यो भने म भन्छु 40% आदिवासी यदि पहाडी क्षेत्र र हिमाली क्षेत्रमा उठ्यो भने 20% मधेसी उठ्यो भने अनि यो राज्यले कसरी खेल्छ? ओखलढुङ्गा, शङ्खसभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई शेर्पा प्रदेश घोषणा गर्नुपर्ने माग अघि सारी आन्दोलन गरेका हुन्। हाम्रा धर्म संस्कृति वेशभूषा र हाम्रो पहिचानको कुराहरू र हाम्रा नैसर्गिक अधिकारको कुराहरूलाई हाम्रो संविधानमा अझै पनि कटौती गर्न खोजेको एउटा षड्यन्त्र गरेको कारणले गर्दा बाध्यतावश हामीले यो आन्दोलन गर्नु परेको छ। राज्यको विभेदकारी नीति अन्त्य गर्न शेर्पाहरूको भाषिक सांस्कृतिक अधिकार स्थापित गराउन आफूहरू आन्दोलित भएको संघर्ष समितिले बताएका छन्। अब हामी रैतिक रूपमा होइन, हामी नागरिक रूपमा यो देशको अंशीदार र साझेदारीको रूपमा हामी सम्पूर्ण आदिवासी जनजातिहरू, दलित महिला र मधेसीहरू समान रूपमा र सम्मानजनक रूपमा यो देशको नागरिक रूपमा रहनु पर्दछ भन्ने हाम्रो यो आन्दोलनको मूल मकसद त्यो पनि रहेको कुरा यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। शनिबार साँझ सिटी जुलुस र आइतबार दिनभर सोलुखुम्बु बन्दको आह्वान गरी शान्तिपूर्ण आन्दोलन गरेका थिए। संविधानमा आफूहरूको माग पूरा नभएमा थप आन्दोलित हुने संघर्ष समितिले चेतावनी दिएका छन्। लाक्पा शेर्पाको रिपोर्ट।